यो भ्लग चाहिँ सेम डेकै हो। त्यो सेम डे भनौँ अब नेक्स्ट डे भने पनि भयो, 12 बजिसक्यो रातिको। अन्त तपाईँहरू देख्न सक्नुहुन्छ मेरो आँखा निन्द्राले एकदम चुल्छ। मलाई कहिले सुत्नु भइरहेको छ। ऊ चाहिँ उफ्रिरहेको छ किनभने अघि सुतेको थियो नि त फर्किँदा। त्यहाँबाट यो रिजन अब यति बेला चाहिँ म किन भ्लग बनाउँदैछु भन्दा चाहिँ भन्नुपर्दा चाहिँ आज 13 अक्टोबर चाहिँ मेरो मम्मीको बर्थडे हो 12 बजेर 6 मिनट भइसकेको छ। हामीले चाहिँ अब मम्मीलाई चाहिँ लाग्यो होला सायद हामीले बिर्सिरहेको छु भनेर सोचिरहेको होला कि, तर हामीले चाहिँ म सिद्धार्थ आर्जुन भाइ चाहिँ अघि केक मगाएको थिएँ। अन्त आर्जुन भाइले सिद्धार्थले चाहिँ ल्याइरहेको छ। अब हेरौँ भाइले के गर्दैछ। हामी चाहिँ जाने हो। सिद्धार्थ के गर्दैछ? Happy birthday, Mom. Happy birthday गाना हामी चाहिँ यसलाई जलाएर क्यान्डल जलाएर जान्छ भित्र। Happy birthday, mommy. Happy birthday. Happy birthday, mommy. Thank you. Happy birthday, Mother Puchu. Happy birthday. Happy birthday to you, Mother. Happy birthday, mommy. Thank you. खै छिटो भनेको पुछु ह्यापी बर्थडे भन्देऊ। टु यु ह्यापी बर्थडे टु यु। खै छिटो पुछु। बर्थडे डियर मम्मी ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे भन्नुभएको छ। त्यसरी नै हामीले केकहरू पनि कट गरेँ। सबै निन्द्रामा छ किनभने थाकेर हो। त्यहाँनिर मेलाले गर्दा पुरा थाकेर सबै निन्द्रामै छ। अन्त त्यही हो अब केकहरू कट भयो। अब भोलि चाहिँ हेरौँ के भनेर यसो सोच्दैछु। मम्मीको लागि खिर बनाइदिनु पऱ्यो भनेर भोलि बनायो भने तपाईँलाई देखाउँछु नि ल के हुने रहेछ। त फेरि स्वागत छ हिजोकै भ्लगमा एट्याच्ड गरेको यो सेकेन्ड डेको भ्लग। अनि सेकेन्ड डे भन्दा पनि भन्नुपर्दा चाहिँ हिजो राति 12 बजी तपाईँहरूले देख्नुभयो मैले केक कटहरू गरेको थिएँ। अन्त यो चाहिँ सेम डे 13 अक्टोबरकै हो, मम्मीकै बर्थडेको दिन, तर नाइट हो। अनि अहिले चाहिँ हाम्रो के चल्दैछ भन्दाखेरि चाहिँ म चाहिँ बनाउँदैछु खिर मम्मीको लागि। यहाँनिर चाहिँ म खिरको तयारी गर्दैछु हो। यहाँनिर खिरको तयारी भइरहेको छ मेरो। अन्त यता चाहिँ मेरो बेबी गर्लको खाना पाक्दैछ। उसलाई चाहिँ आज मैले बिटरुट, चिकन, क्याबेज, अनियन, टमाटो, पटाटो सबै मिक्स गरेर चाहिँ खिचडी बनाइदिँदैछु हो। अब हेरौँ उसले मन पराउँछ मन पराउँदैन। हुन त चिकन उसले मन पराउँदैन, चिकन नन भेजहरू उसले त्यति मन पराउँदैन। अन्डाहरू पनि बोइल गरेर त्यो भने पनि खाँदैन, मनै पराउँदैन। चिकन पनि त्यस्तो मन पराउँदैन, तर कस्तो हुँदो रहेछ हो। अन्त चाहिँ यही चल्दैछ। अनि डिनरको चाहिँ अहिले तयारी भएको छैन किनभने चाहिँ डिनर चाहिँ हामी बाहिरबाट मगाउँदैछ आज हो। बर्थडे स्पेसल त अभियसली हुनै पऱ्यो नि त हो। मम्मीले पार्टी त दिनै पऱ्यो नि त होइन बर्थडेको। मजाक गरेको।
डिनर चाहिँ बाहिरबाट आउँदैछ हाम्रो हो। त्यही भएर चाहिँ अहिले फिलहाल चाहिँ यही चलिरहेको छ। खिर बनिँदैछ घरमा अन्त नानीको खिचडी। त कन्टिन्यू बस्नुहोस् हामी के गर्दैछ तपाईँले के हाल्यो मुख पनि मैलै खैरो हल्लाएर नै यसरी कुदेर है जिउ घटाएकोले है हेर्नु म पनि कुद्नु पऱ्यो भोलिदेखि यसको पत्ता किन छिर्के मिर्के पर्छ नि यता भोलि कहिले यहाँनिर सस्तो भन्दा सस्तो त्यहाँको त्यो दोकान गरेर त्यहाँदेखिको सदर गरेर जान्छु त्यहाँदेखिको यता तिम्रो भाइ जाँदैछ खाना दिनुको लागि अन्त मम्मी कस्तो लाग्दैछ बर्थडेको दिन ह्याप्पी 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 खिर चाहिँ पाकिसक्यो तर ड्राई फ्रुट्स चाहिँ उल्टा ल्याएर मखाना अलरेडी घरमै थियो सत्तै भित्र अहिले मगाएर ओइ भित्र भित्र बाहिर नजाऊ ल्यायो सिद्धार्थले ल्यायो उफ्रिँदैछ झर्नु त झरेन यसले कुनै त भन्दै थियो अहिले अब कुनै त भन्दै थियो झर्नु झरेको छैन लु हाम्रो खाना आइसकेको छ मम्मीको बर्थडे लु भन्नु पापा ह्यापी बर्थडे बुढी आज अब घरमा बनाउनु अल्छी लाग्यो बर्थडेको दिन है तेरो बाहिरबाट खाना ल्याएर अलिअलि खाँदैछौँ सानदिनु जति सक्यो यहाँ चाहिँ मेरो खिर पाकिसकेको छ हो खिर मैले चाहिँ अलिकति चाखिसकेँ त्यही भएर यस्तो कोक बेगर त मजा आउँदैन म खाँदिनँ अब खाना पर्दैन हौ कोक किन पर्यो कोक त ल्याउँछु म लिएर आउँछु सबकोमा पैसा छ कस्तो रहेछ पापा आकृति चिकन अचार गुडगाउँ एकदमै सस्तो र मिठो तपाईँ सबैले खान सक्नुहुन्छ हिजो मेलामा राख्नु भएको थियो है हामीले त्यहाँबाट ल्याएको है यो पैसा चाहिँ तिर्छौँ ह्यापी बर्थडे म चाहिँ चिकन त्यति खानु मन छैन अहिले त्यही भएर ग्रेभी छ बटर चिकनको सो आई होप तपाईँहरूलाई राम्रो लाग्यो होला बर्थडे भ्लग हो हामीले यसरी नै सानो सेलिब्रेट गरेँ हो त्यस्तो ठुलो केही पनि गरेन योपालि अन्त चाहिँ family time है कोही बेला राम्रो पनि लाग्छ so thank you so much for watching please do like share and subscribe my channel love you guys good night bye bye